गाउँको एक नम्बरको बाँदरहरू यिनीहरू के लजालु छ के गर्नु र आमा यिनीहरूले त उखुबारी त पुरै भाँच्दै मार्छ शाबास बेटा राष्ट्रिय जनावर गाई कसले जित्दो रहेछ ल रेस्लिङ रेस्लिङ ल दले चाहिँ यहाँ पानी ल्याइदियो हामीलाई गर्छ यो किलो हाल्छु हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईहरुलाई स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा साथीहरु आज चाहिँ म बिहान उठिसकेको छु उठेर भ्लग बनाउन आँटेको साथीहरु आजको भ्लग चाहिँ के कस्तो हुन्छ हेर्दै गर्नु होला तपाईहरुले हैन मेरो भ्लग हेरेर माया गर्नु होला कपाल नि गरे छैन मुख पनि धोको छैन साथीहरु आज चाहिँ म बिहान उठ्ने बित्तिकै सुरुवात गर्न गइरहेको छु भ्लग बनाउनको लागि त्यही भएर आज सुरुदेखि अन्तिमसम्मको भ्लग तपाईहरुले हेरिदिनु होला है त साथीहरु हामी चाहिँ यहाँ बाँसको झ्याङमा बसिरहेको छौं बाँसको झ्याङमा हावा के रे हावा रे के रे हावा बुढी केही छ हावा भन्न आयो मलाई गर्मी भएर बाँसको झ्याङतिर शीतल ताप्न आएको हो साथीहरु के गर्ने हावा नि चले छैन गर्मी तातो न तातो ए यहाँ एउटी ल यो दुईटा आमा के हो भाइहरु तिमीहरु त यस्तो पसिनै पसिना के हो आमा सो गाइज हेर्नु न यो भाइहरु हो यस्तो गर्मीमा नि खेल्छ यस्तो घाममा खेल्ने हो पसिनै पसिना भयो त भाइ यो भाइ त चकचके बाँदरहरु यहाँ चाहिँ हाम्रो नन्ना सा मुन्ना सा प्यारा बेटा यता हेर त गोलु यता हेर्दा न लड्छ है यो त अब त्यहाँ सर्किँदै गयो हामी चाहिँ कहाँ बस्यौँ भन्दाखेरि होइन गाइज यी यस्तो बाँसको यस्तो बनाइदिए अनि त्यही भएर हामी त मजाले यहाँ बस्यो गाइज हेर्नु न हो हाम्रो बगैँचा कति राम्रो थियो अर्को पार्टमा तपाईँलाई मैले देखाएको थिएँ बगैँचा अहिले पुरै यस्तो खाली बनाइदियो बगैँचालाई काटेर रुखहरू काटेर यस्तो खाली कति राम्रो देखिन्थ्यो यो भुरा चाहिँ धेरै घाममा खेलिरहन्छ अनि त्यही भएर यहीँ गर्दै आएको छ हेर्नु बाँदर यो यहाँ हाम्रो गाउँको एक नम्बरको बाँदरहरू यिनीहरू यस्तो घाममा पसिना भएर खेलेछन् एक नम्बरको बाँदरहरू है गाइज यो चाहिँ बाँदरहरू हो यिनीहरू बाँदरहरू सो गाइज यस्तै रमाइलो हुन्छ हाम्रो गाउँ घरतिर चाहिँ हेर्नु सक्नुहुन्छ होइन यहाँ चाहिँ मेरो नन्द टुलु हेर्दै कति लजालु छ के गर्नु र हेर्नु त्यहाँ न हो मसक मस्केर यहाँ चाहिँ फेरि यो एक नम्बरको बाँदरहरू यिनीहरू लडलाई यो घिस्री त तलतिर गयो बाँदर हेर्नु नि है आमा जिस्काएर यसो गाइजहरू हेर्नु यहाँ बाँदर आमा यिनीहरूले त उखुबारी त पुरै भाँच्दै मार्ला उखुबारी हेर्नु त सबै भाँच्दै त्यहाँ चाहिँ गाई छ साथीहरु गाई हाम्रो राष्ट्रिय जनावर गाई झगडा गरेको बाँदरहरू ल कसले जित्दो रहेछ ल रेस्लिङ ल रेस्लिङ ल दुईजनामा कसले जित्दो रहेछ है त ल दुईजनामा कसले जित्दो रहेछ ल लडेर देखाऊ त ल ल आम्मा
जुम गर्नु हौ हाम्रो नन्दले चाहिँ यहाँ पानी लिएर आइदियो पानी। हामीलाई गर्मी भयो भनेर माया गर्छ जे होस् पानी थापेर लिएर आइदिए अब चट्ट लाएर हामी पानी खान्छौँ होइन दुईटा भाउजू मिलेर नन्दले चाहिँ पानी लिएर आइदियो माया गर्छ जे होस् यही नै हो यही हाम्रो घरमा सेती लाउँदैछ आलु उसिन्दैछु साथीहरू मेरो चाहिँ यहाँ गिलो चटपटको लागि तयारी हुँदैछ यो चाहिँ गिलो चटपट बनाउनको लागि हो यो थोरै मैदा र अनि फुड कलर हालेर बनाउनु पर्छ यस्तो चाहिँ मैले नि यो युट्युबको कमाल हो साथीहरू युट्युबमा हेरेर बनाएको तपाईँहरूलाई पनि गिलो चटपट खानु मन छ भने युट्युबमा हेरेर रेसिपी हेरेर बनाउन सक्नुहुन्छ यो चाहिँ म पकाइ भ्याएपछि चाहिँ चटपट बनाउँछु हेर्दै गर्नु होला है त गाइस मेरो चाहिँ मसला ससला हालिसकेँ काटकुट पारेर होइन अब चाहिँ म यो गिलो हाल्छु अनि मोलेर अनि के गर्ने एक्लै हो गाइस साथीहरू समातिने मान्छे पनि छैन भिडियो होइन अनि आफै गर्नुपर्छ सबै चिज त्यही भएर गाइस यो चाहिँ मेरो गिलो चटपटे कस्तो छ भनिदिनु होला है त बनाउन नआए पनि बनाएँ यो चाहिँ दुईटा खुर्सानी यो चाहिँ बिहान पकाएको तरकारी थियो अलिकति आलु भुजिया त्यही राखिदिएको यसमा अब चाहिँ म खान्छु म चाहिँ बाटै लिएर बसेको छु होइन चटपट मिठो छ यो चाहिँ हो मेरो गिलो चटपटे खुर्सानी मिठो छ साथीहरू सो गाइज हेर्नु न यो के हो यहाँनिर यस्तै आउँछ के यत्रो छ तर यसलाई के भन्छ गयो तल यसलाई चाहिँ के भन्छ भनिदिनु होला है यहाँ चाहिँ यत्रो यत्रो आउँछ क्या खरगोश जस्तै यत्रो हुन्छ सधैँ आउँछ तर के हो यो थाहै छैन मलाई भनिदिनुहोस् ल आजको मेरो ब्लग हेरेर तपाईँहरूलाई कस्तो लाग्यो साथीहरू हेरेर लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला अब चाहिँ म माग्न पर्ने हुन्छ बिदा सो गाइज म चाहिँ अब बिदा माग्छु बाई बाई